साट्न आएको घाँटी म त हेरन कान्छी मनमा सँग साटन अलि मायाले हेरन कान्छी बाटो मोडन हेर्दा मात्र। हेर साथीहरू, अहिले चाहिँ मैले ठ्याक्कै बुढीले यहाँ सब्जी काट्दाखेरि चाहिँ आलु काट्दाखेरि चाहिँ यहाँ कमिला नोटिस गरेँ। हाम्रो घरमा यत्तिकै कमिलाहरू हिँडिरहेको हुन्छ, सरसफाइ छैन। अब जति सफाइ गरे पनि कमिला फ्याले पनि आइहाल्छ। अस्ति नै कमिलाको दबाई पनि हालेको, उसैले अनिताले नै हालेको, त्यही पनि फेरि आइहाल्यो 4 महिना हुँदैमा। आज फेरि यो यस्तै खालको छिन् कि दबाई ल्याउन पनि बिर्सेछ। त्यत्तिकै सफारीमा भएर आएको। अनुहार हेर्नु नि, अनुहार सफारीमा बुढालाई छोडेर साइकलमा लिएर मैले गएको, बुढालाई छोडेर आएको छैन। लाज शरम एक्लै फर्किदिएको छ। म एकछिन यता पसलमा काममा थिएँ, हल्का व्यस्त, न फोन सोन गर्नु छैन, चल्दियो फाँडी। म त्यही सङ्गमेलाई बिना कन्ट्याक्टमा भेट गरेको है, बिना कन्ट्याक्टमा भेट गरेको, त्यही पनि त्यत्तिकै रिसाएको छ। रिस चाहिँ नाकको टुप्पोमै छ। यस्तो छ भने बेहोरा मोबाइल फुटाएर फालिदिन्छु भन्नु, त्यही पनि कतिको 1 लाखको मोबाइल हो। त्यस पछाडि के चलाउनु। साथीहरू, कोला भन्नुपर्नेमा उसले त केरा भनिन्, यताको बानी भइसकेछ। अब तिमीहरू त गाउँमा त कोला भन्थ्यौ त, अनि त केरा भनिदिनु अहिले। अब यताको बानी, यता मधेसमा बसेपछि यस्तै हो क्या। यता सबै प्रायःहरूले केरा भन्छन् पसलेतिर पनि। अनि तपाईँको केरा कसरी हो भन्दाखेरि हजुर भनेर भन्छ। यता त मेरो यसरी पर्छ केरा, मेरो केरा लानुहोस्, त्यस्तो भन्छन् बजारमा। केरा भनेको बनाना हो, कुरा बुझ्यौ।